सेवा नमस्कार साथीहरू सबैमा हौवा। आज मेरो किचनमा लोकल कुखुरा पाक्दैछ। आज पानी परेको छ बिहानदेखि, त्यो लोकल कुखुरा खाने सोच बनाएर आफ्नै घरको लोकल कुखुरा बनाउँदैछु। यो मेथी र ज्वानो फुराउँदैछु म। मेथी र ज्वानो यो हल्का रातो भएपछि यसमा मासु एड गर्नुपर्छ। म मासु एड गर्दैछु। यो आन्द्रा पनि मलाई मनपर्छ। आन्द्रा यो लसुन हालेको लोकल कुखुरा अति नै मनपर्छ। यो लसुन तेह्र एड गर्दैछु। सिङ्गै लसुन भरे खानु एकदम मिठो हुन्छ। लसुन एड गर्दैछु। यसलाई हल्का भुट्नुपर्छ। यो मासुलाई अब भुट्दै छोप्दै गर्नुपर्छ। यसलाई छोप्दै भुट्दै यसलाई गर्नुपर्छ। छोप्दै भुट्दैछु यसलाई म। यो छोप्दै भुट्दै हल्का रातो रातो हुँदैछ। हल्का रातो भएपछि यसमा अब मसला पनि एड गर्नुपर्छ। मसला एड गर्छु। जिरा धनियाँ लसुन प्याज मिक्स गरेर मिक्सरमा पिसेको एड गर्दैछु। यसलाई अब फेरि भुट्दै छोप्दै गर्नुपर्छ। यसलाई छोप्दै भुट्दै गर्दैछु म। छोप्दै भुट्दै गर्नुपर्छ। भुट्दै यसमा भुट्दैछु। छोप्दै भुट्दै अब यो खानाको लागि रेडी भइसक्यो साथीहरू। यसमा म फेरि घिउ एड गर्छु। मलाई चाहिँ घिउको सेन्ट मनपर्छ। यो पाकिसकेपछि म चाहिँ घिउ एड गर्छु है साथीहरू लोकल कुखुरामा। तपाईँहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ घिउ एड गरेको मनपर्छ। घिउ एड गर्दैछु। अब यो खानाको लागि रेडी भयो साथीहरू। रेडी भयो खानाको लागि। अब सर्भ गरेँ। खानाको लागि रेडी भयो। अब खाँदैछु। ल हस् त, धन्यवाद हजुरहरूलाई।